नेपालको बाटो भगवान धुलो बाटो यार बाइक लगाइहाल्छ नि अगाडि ओभरटेक गरिहाल्छ मजा मजा यो मैले नि उचाले 5 साल कति टाढा हो थाहा छैन ए ल जान्छौँ ल बाई Thomas, how is the adventure? Just amazing. Amazing. Hello. यो कुन नदी हो यो नदीको नाम चाहिँ के हो यो नदीको नाम भटेकोसी सुनकोसी र भटेकोसी एउटै यही यसैलाई भन्छन् के अनि भटबडाबाट भटेकोसी तर प्राय यताकालाई चाहिँ सुनकोसी भन्छन् हैन तर भटेकोसी नि भटेकोसी नदीको के बारबिसे यहाँबाट तपाईको चाहिँ नि सुकुटेबाट 22 किलो 20 किलोमिटर यहाँबाट सुकुटे 7 किलोमिटर 27 किलोमिटर चाहन्छ घुम्न भइन्छ यहाँ के अरे भैरवकुण्ड जान लाग्यो भने त तपाईँहरू फर्केर आएर तल चाहिँ हाइवेमा झर्ने हो हाइवेबाट चाहिँ 6-7 किलोमिटर पछि बाटो गएपछि तात्कालिक पुगिहालिन्छ ए हो प्रसिद्ध बजार आयो खालि त्यही राम्रो रहेछ कोट बाह्रबिसे त जान्छ अनि फैलुङ करिकोट हामी चाहिँ अब यता हो क्या खाडी चोरबाट चाहिँ अगाडि लाग्यो खाडी चोरबाट लगभग 20 मिनट आधा घन्टा जति मात्रै बाह्रबिसे आउँदो रहेछ खाडी चोर भन्दा नि ठुलो बजार रहेछ बाह्रबिसे बाह्रबिसेको बजार चाहिँ यही जस्तो छ है पुरै बजारसम्म त बाटो फिक्स छैन अरे है छैन अब यहाँ आएर चाहिँ अफर सुरु भइहाल्यो नि भैरवकुण्ड कता जायो डागलाङ निस्केर डागलाङबाट अनि बाटो राम्रै छ है बाटो त राम्रो डागलाङ कता निस्किन्छ डागलाङ यहाँबाट 15-16 किलोमिटर जति त्यहाँबाट अफरोडै हो पुरै अफरोड राम्रै छ है अफरोड हो नि राम्रो छ तपाईँको म बगमबाट 2 घन्टामा ठ्याक्क बालिसकेको छु त्यहाँबाट बगामसँगै पुगिन्छ कि भने तपाईँहरू चाहिँ मेरो तपाईँहरूको लास्ट डेस्टिनेसन चोरा मारे माथि चोकर मोकरमा त्यही गरेर बुझ्नुपर्छ हिँडेर त टाढै पर्छ है हिँडेर म बच्चाहरू लिएर गएको गाडी खुल्याएको छ भनेर गएको भरे भने बगमबाट बाटो खुल्याएर अनि गाडी तिर आएर हिँडेर गएको मलाई चोकर मोकर पुग्न 6 घन्टा त्यहाँबाट 6 घन्टा चोकर मोकर पुग्नु भैरवको म अब 77 वर्ष बुढो त 1.5 घन्टा पुग्यो चोकर मोकरबाट खाना आजै पुग्नुहुन्छ तपाईँहरू माथि बगममा पार्क छ गाडी साडी के लाने हो त्यहीँ राख्ने त्यहीँ खाने अलिकति बाटोलाई खाजा बोक्ने सट्टासट बिहान उठेर जाने उहाँ पुग्ने नहुने गर्ने फर्केर बेलुका बास गर्न त्यहीँ आउने त्यहाँ बिचमा अन्त चौरीकोट अहिले छैन न त चोकर मोकरमा बास हो अघि भजौमा जाँदा चाहिँ म पनि पऱ्यो त्यहाँ त उ छ नि होमस्टे छ नि 10,000 मात्रै हो एक रात बसे होइन मैले 7,000 तिरेँ 4 जनाको 7 जनाको 7,000 त्यो त मिलाएर लिएछ हाम्रो त 10,000 भन्यो
व्यक्तिगत 10,000 तपाईँको त फ्री त भएर आउँछ भनेर होला नि बेगम त खासै महँगो छैन बगम त महँगो छैन ठिक छ त्यहाँ चाहिँ माथि बोकेर लानु पर्यो भने अनि महँगो जाम न त हामी त्यसो अब ठाउँको नाम के थियो हामी त्यहाँ आएको ठाउँको नाम 12-20बाट अनि हामी जानु लाग्यो डाङलाङ अनि माथि डाङलाङको बिचमा रहेछ यो यो त बन्जी गर्ने ठाउँ चाहिँ द लास्ट रिसोर्ट के हान्दियो नि उसमा भन्दा कति उसमा गएको छैन उसमा ठुलो चाहिँ हो त डर लाग्दो यहाँ छ अरे कि हेर्दै रमेश के छ हान्ने हो यही हो अरे बन्जी ठाउँ चाहिँ यहाँबाट आमा रमेश यहाँ हामफाल्दा के होला यार केस गर्दा यहाँबाट यहाँ आमा यो दागलाङ कता हो दागलाङ कति टाढा कति अनि त्यहाँबाट भैरवकुण्ड चाहिँ बगाम दागलाङबाट बगाम दागलाङबाट बगामको यात्रा धेरै नै सहज चाहिँ छैन होइन दिदी यो लिस्टिक महादेव कता हो लिस्टिक महादेव लिस्टिक कति टाढा हो बगाम कति छ अनि बगाम चाहिँ कतिको बाटो यस्तो अप्ठ्यारो हो यस्तै राम्रो हो यो त यो यतिकै यस्तै छ यहाँ त पछि छैन बाटो ओछ्या छ राम्रो छ बाटो राम्रो छ रमेशले जाँदैछ हामी चाहिँ एउटै ऊ त्यहाँ देखिए छ नि ओ यो चाहिँ लिस्टी महादेव हो है लिस्टी भन्ने ठाउँको लिस्टी महादेव भन्ने गर्नेर कुन मन्दिर हो यो लिस्टीमै हजुर ए उग्रचण्डी भगवती भन्छ तर विशेष लिस्टीमै भनेर चिन्छ ए फेमसै रहेछ है मन्दिर मनोकामना जतिकै हो है त्यही छ नि हामी आज भैरवकुण्ड आएको पनि यहाँ मन्दिर फेमसै रहेछ अन्त उग्रचण्डी लिस्टीमै मन्दिर गुठी मन्दिर बुझिस् नि यहाँ खानपिन कार्यक्रम रहेछ के रहेछ हौ यहाँ त कस्तो लाग्यो मन्दिर यत्रो हाइटमा है टक्क हिमाल है लिस्टीमा चाइना हो जस्तो लाग्यो बगम त्यहाँ तल्लो छगम तारतुङ के अरे अनि साउकानी छगम भन्ने ठाउँमा आइयो अरे ऊ त्यहाँ सर घर चल्यो नि बगाम आयो जस्तो लाग्यो है होइन होला यार हो कत्रो ठुलो बजार रहेछ है बगाम त अब यति बगाम होला नि यो त यार यति ठुलो बजार प्रोग्राम त के होला र यो के हो ठाउँको नाम के हो यो छगम कति टाढा 15 मिनट अनि बगाम योभन्दा नि ठुलो बजार हो ए होटल चाहिँ माथि छ ए राम्रै छ है होटलहरू बगामै रहेछ यार होमस्टेको लागि चाहिँ बगामै जानुपर्ने रहेछ यसको है छगम बजार चाहिँ राम्रो लाग्यो मलाई भन्दाखेरि यो म गएको मात्रै यहाँ क्यान्सिङ भ्याली भन्दा नि ठुलो दामी राम्रो लाग्यो बजार चाहिँ मलाई छगम भन्ने बजार यार वा
खतरा रहेछ यार सबै उस्तै घरहरू नि यो बजार चाहिँ छगम बजार रे है दामी रहेछ है ठुलो मजाको है आनन्द पिस छुट्टै छ है यहाँ भगवान आएर छ है अब गाइडहरू ओ माई गड कति हाइटमा रोहित तामाङ हेलो भन हेलो 34 छैन कसले कपाल काट्यो तिम्रो मिसले ओहो अब कता पाइन्छ त्यतै बस्ने होला अब त्यहाँ चाहिँ हिमाल छ होइन अनि हामी बसेको यतै हो अनि यो छ नि यो एरिया यो ग्राउन्ड भएको एरिया यो चाहिँ विद्यालय हो अरे अनि यहाँ छ विद्यालयको नाम चाहिँ श्री सूर्योदय ताबी 2052 लिस्टिकोट 7 बगाम सिम्पा यता चाहिँ लिस्टिकोट 7 भनेर होइन लिस्टिको 7 बगाम सिम्पा यता अर्कै लेखिरहेको हेर्न आइज न श्री सूर्योदय आधार विद्यालय यो भोटेकोसी गाउँपालिका वडा नम्बर 1 हो यो नयाँ भयो बगाम श्रीपा पहिलाको गुल्मी चेन्ज भएको त होइन ल बिहानको 4 बज्यो वी आर रेडी टु हाइक है हाइक बाइकमा जहाँसम्म बाइकमा जाने अनि लेट्स गो रमेश आइज ल केटाहरू आँट गरिएछ है बिहानै राति जाने हे भगवान् जय शम्भु 4:15 भयो बल्ल यस डे 2 टोलिएर आउँदैछ भयो सुरु भयो आँट गरेपछि गइन्छ क्या के छ के केही खाइन नि है लडी खाइन नि होइन ल सापको चला क्या उखाडा थियो मलाई अघि देखि बाइकमा क्या त्यही एक्लै बस्दा त उखाड्दो रहेछ क्या बस घर अप्ठ्यारो छ क्या बाटो होइन ए यहाँ आइस नि त त्यो खाल्टा हुँदैन जान एकदमै म अब झर्न पर्फेक्ट भइसक्यो कि यो 1 सेकेन्ड रोकिने बित्तिकै झर्छ आजकल ए यहाँसम्म त बाइक आज आराम नै आउँदो रहेछ मजा छ यार टक्क जुनेली घाम रम्सले बाइक चलाइरह है 1-2 ठाउँमा चाहिँ अप्ठ्यारै रहेछ है लगभग हामीले 20वटा बाइक भेटाइसक्यौँ होला कि हिजो यो रोकेर क्लच प्लेट बिग्रेर यही ओर्लेका रोकेका त्यही भएर हामीले चाहिँ आज रिक्स नै ल्याएको अलिकति उकालो अलिअलि हिलो हुने बित्तिकै म ओर्लेछु रम्सले लगिरह त उनीहरू चाहिँ ल हाम्रो लगभग 5 मिनटको योगाहरू यहाँ सक्यो है फ्रेस भयो नि रमेश यहाँ 3450 मिटर हाइट रे हो के ठाउँको नाम के रहेछ के बागमारा सो वाकिङ ट्रेल चाहिँ यो रहेछ है ल हिउँ देखियो नि त
हेर्न बागमारा लेखा छ यता भैरवकुण्ड यता गोलुङ पाटन गोलुङटाङ गोलुङटाङ यता बगाम बगाम यो 3449 मिटर भैरवकुण्डमाथि 3449 मिटर ल खै पछि मैले भिडियो निकालेर राखेको लेट्स गो कस्तो गाजा चलाइछ है तर यस्तोमा समस्या हालेको अक्सिजन कम हुन्छ नि त यहाँ केटो पुरै हिउँनै हिउँ छ बाटोभरि साइड साइडमा भनौँ न अनि यो हिलो हो पहिलाको अहिले चाहिँ सुकेको हो सो यु क्यान एक्सपेक्ट रोड कस्तो थियो कस्तो दाम यस्तो पनि हुँदो रहेछ जिन्दगीमा ल बाटो यही हो है भैरवकुण्डको जय जय शम्भो जय महादेव शम्भो हर महादेव वाह हेलो फ्रम स्नो ट्रेक है स्नो ट्रेक फ्रम भैरवकुण्ड अनि मैले चाहिँ अब हामी चाहिँ फर्स्ट पार्टमा चाहिँ बाइक राइडसम्म छ होइन बाइक राइड चाहिँ रमेशले उतै घरमा राख्यो किन भन्दाखेरि यो बाटोमा चाहिँ यस्तो यो बाटोमा चाहिँ यस्तो छ है अनि धेरै नै लड्क्यो यो यता हामी चाहिँ सो हामी चाहिँ अब यहाँबाट चाहिँ पुरै अब चाहिँ ट्रेकिङ चाहिँ यहाँबाट लगभग 3500 छ 4200सम्म पुग्नुपर्छ अनि मैले नेसनल फ्ल्याग पनि यहाँ सेट गरिसकेँ सो भएपछि चाहिँ नेसनल फ्ल्याग बोक्दै जानुपर्छ ल अब चाहिँ हामी कुन चाहिँ जुगल हिमालय दाइ त्यो कोइरोले पर्दैछ होइन यो त्यो 5 पोखरी त्यहाँ 5 पोखरी त्यहाँ हो जुगल हिमाल अनि यता देखेको हिमाल चाहिँ गौरी पर्वत हो गौरी शङ्कर हिमाल भनेको त्यही हो ए भनेपछि त जुगल हिम श्रृङ्खलामै पर्छ कि नभए गौरी शङ्कर नि पर्न चाहिँ अनि मैले दर्शकलाई भन्नुपर्दा यस्तो चिप्लिन्छ क्या चिप्लिन्छ अनि त्यही भएर हामी आइएन ए ऊ त्यहाँ हो बस्ने अरू बेला ए हात चिसो हुने छ है ग्लभ्स खोल्दा ए भैरवकुण्डमा योभन्दा डबल छ अरे के हिउँमा हिँड्ने हो कि यसलाई स्नो ट्रेक भन्दा रहेछ मान्छेहरूले अहिले तारे ए अब चाहिँ साइड साइडमा पनि मजाले हिउँ देख्न थाल्यो होइन रमेश पनि नेसनल फ्ल्याग लिएर हर हर महादेव शम्भो आएको चाहिँ त्यही हो है बस थियो त्यो बाइक हामी चाहिँ यहाँ थियो हामी आउँथ्यो तलतिरबाट तर बाइक चाहिँ यहाँसम्म आउँथ्यो यो अरे ओहो है छ त सिडी त दुई नै छैन क्या है हुन्छ यता ग्रिप छ क्या त्यहाँ चिप्लिन्छ यता आइज मेरो पछि पछि म जाँदै हुन्छु त्यही दिन है त्यो भर्याङबाट हिँड्नु हुँदैछ बुझिस् बाटो हेर्दा त्यो बाटो हेर्दा कस्तो दामी छ सर र भर्याङ ओहो यार के अरे टेन्ट ए टेन्टको पुरै गाडेको भन्थे त्यहीँ रहेछ पुरै हेर्दा हिउँभित्र रहेछ त त्यो यो बाटो पनि रमाइलो छ यार अब यो सिडी रमाइलो छ वेलकम
कमेन्ट्री गर्नुपर्छ कमेन्ट्री ल है साथीहरू अब हामी पुरा देख्नु सक्नुहुन्छ हिमाल अगाडि मनोज होइन पुरै अब हामी हिमालको बाटो हिँड्दैछौँ रोड टु भैरवकुण्ड हर हर महादेव आहा यहाँ चाहिँ फोटो खिचेर जाऊँ है वाह खै कहाँ जाऊँ कुकुर पनि आइरहेको छ वाह है ल यार भोटे कुकुर नि होइन यार यो त लोकल हो यार यो त सानो कुकुर है फर्किँदै हो र तपाईँहरू ए गौरीसँग फरक भयो यिनीहरू सबै चाइना यो त सबै गौरी पर्वत भन्यो त्यो सबै चाहिन्छ यसमा यो त गौरीसँग त उता पर्छ उता ए यता हो यता पर्छ अहिले देख्दैछु परतिर हो कि जस्तो लागेको छ त्यो पनि होइन यहाँ त्यहाँ चुच्चो देखेको थियो ए यो चाहिँ गौरी पर्वत भनेको ए चाइना हो छैन पहिला एकजना परेको अरे त्यही सिला पटेर बस्यो मान्छे त्यही मऱ्यो अरे त्यही सिला पटेर कसरी भने यार कस्तो दामी चरा देखियो है नि के अरे खानेकुरा त के हुनु ल गाइज है हामी त हिउँको बिचमा हिँडिराखौँ यता देख्न सक्नुहुन्छ कागहरू पनि उडिरहेको नै गाइज अचम्मै 4200 मिटर माथि नि कागहरू उड्दा रहेछन् है यो कुरा चाहिँ हिउँमा पनि कागले यहाँ के खाने कुरा भेट्यो होला है रमेश योगा गर्दैछ यहाँ पनि टेन्टहरू बनाएर रहेछ नि पुरै पुरिसक्यो यार चैत वैशाखमा आउने हो भने चाहिँ चैत त यही भइहाल्यो जेठ गर्मीमा आउने हो भने चाहिँ बल्ल यहाँ सबै काम गर्छ यहाँ होइन म पनि सधैँ हिउँ रहेछ यार यहाँ यो हिउँको बाटो हिँड्यो भने 2 घन्टा हिउँको बाटो हिँड्नुपर्छ हिउँ पर्छ भनेको आज अहिले त पर्दैन रमेश चाहिँ पुरै हिउँमा हिँडिरह है यो बाटो त यार अति धेरै हिउँको बाटो यार चिप्लिन न दौडी चाहिँ आइज भिडियो नै रेकर्ड छ अनदेखि रेकर्ड छ रमेश अन फायर मजा आयो है माथिबाट झर्न त मजा आयो खुट्टा चाहिँ चिसो भयो जस्तो गाइज हामी पुरै ग्लासियरमा छौँ है यो ग्लासियरमा हामी घुम्न आएको थियौँ कहाँ हो यार रोड त्यहाँ छ त मजाको बाटो रहेछ यार यो भराइ नछोड क्या मान्छेको हेर चिप्लो छ है रमेश चिप्लेको यहाँ आयो बाटो हो यहाँ चिप्लेको आयो भने ओकटा त कन्टेन्ट मात्रै भन्छस् हेर त यार म यति हिउँमा चाहिँ म पनि हिँडेको थिएँ यार कहिले यति धेरै हिउँमा त म पनि कहिले हिँडेको थिइनँ कि लास्टै हो नि यार है यहाँ त फेरि पनि आउनु पर्दैछ
त्यही भने हो भैरवकुण्डमा बसेर चार्ज गर्नुपर्छ मेरो चार्जै सकिँदैछ कि 10% हो कस्तो चिप ल्याएर यार मन सही चिप गर्छ यार त यता आइज न ल यताखेरि गरिने क्या नेपाल त खत्रै भिड आउँछ होला यार खै नेपाल त आगो आउँछ आगो हिँड गइलो नि अब लास्ट एउटा उकालो हो क्या मनोज मलाई त्यस्तै लाग्यो भैरवकुण्ड आयो अरे अगाडि खै हो के यहाँ थाहा छैन रमेशले यही हो भन्थ्यो यही हो र कसरी थाहा पाइस् कहाँले कसलाई भनिस् र सोधिस् अरे माथिबाट हिँड्न रोडबाट हर हर महादेव केटाले ड्रोन उडाएर सकाइसक्यो होला हो कुण्ड चाहिँ त्यही हो है कुण्ड चाहिँ यही हो अरे सबै सेतो कुण्ड केही देखिन्न कस्तो आवाज आइरहेको सुनौ है ल अब भैरवकुण्ड चाहिँ यो हो होइन यहाँ चाहिँ पुरै अब जम्या छ त्यहाँ अलिकति पोखरीमा उ पनि रहेछ तर हामी त्यहाँ गइँदैन यहाँ गर्नुपर्छ यार भैरवकुण्ड मन्दिर चाहिँ यहाँ हो है भगवानको मन्दिर हो यो सो वी हेभ टु बी सेफ बाटो चाहिँ रमाइलो भयो है हाम्रो रमाइलो भयो ओके न भन्नु ताल यो भयो होइन अनि तालमा यो शिवजीको ऊ हो कि यो कता हो यो तीनटा छ नि शिवजीको त्रिशूल हो सकेसम्म तर भैरवकुण्डमा नहिँडेकै राम्रो है अनि भैरवकुण्डमा एउटा चाहिँ के रहेछ भन्दाखेरिमा त यो माछाहरू अनि यो डाँफेहरू यो तर्दा रहन्छन् कि अनि कति साइडमा चाहिँ यो मरेका डाँफे माछाहरू आउँदो रहेछन् सो यो तर्न सक्दैनन् भन्ने एउटा किम्वदन्ती रहेछ चराहरू पनि सो त्यो किम्वदन्ती अनुसार चाहिँ नचढेको राम्रो भन्दा र यो भनेको चाहिँ भगवान्को हो नि त धाम ल भैरवकुण्ड आइयो होइन अराउन्ड 4300 मिटर लगभग 10 बजिसक्यो 10:30 हुन लाग्यो अझै पानी पनि पर्न लागिरहेको छ अब यो भ्लगको एन्ड यही हुन्छ अनि हिउँ खेल्न आउने हो भने यो हिउँ परेपछि आउँदा मजाले जति पनि हिउँ छ बाटोमा देखिहाल्नु भयो अनि तपाईँलाई अब अनि बाइक राइड गर्न मन लाग्छ भने पनि माथिसम्म आउने अफ रोड अन रोड दुवै छ यो मात्रै हेर्न मन लाग्छ भने स्कर्पियो रिजर्भ पनि माथिसम्म आइन्छ होइन सो अप्सन धेरै छ तपाईँहरूको प्रिफरेन्स अनुसार आउन सकिन्छ ठाउँ बवाल छ होइन अब राम्रो छ है सोचेभन्दा राम्रो छ मस्ट भिजिट प्लेस होइन अनि कस्तो लाग्यो भनिदिनु होला डु लाइक सेयर सब्सक्राइब कमेन्ट्स जे छ त्यहाँ आउने जति सबैलाई गरिदिनु होला बाई बाई टट गाइज समथिङ इज ह्यापनिङ है के भन्दाखेरि हामी अझै पनि 4000 मिटर हाइटमा छौँ फर्किँदाखेरि चाहिँ हिउँ पर्न थाल्यो यार हट
हटुटु भइरहेको यार किन भन्दा 4 अझै 2 घन्टा त हामीले कुनै पनि प्रकारले हामीले होमस्टे पाउँदैनौँ। होमस्टे भन्नाले त्यो ओत लाग्ने ठाउँ अनि बाइक लिएर तलतिर जानु छ हामीलाई।